नमस्ते। आज म 15-16 वर्षदेखिको पुरानो कालो भाँडालाई कसरी सेतो टलक्क टल्काउन सकिन्छ भनेर देखाउँछु। भिडियो स्किप नगरी हेर्नु होला। मन परे लाइक, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला है साथीहरु। सबैभन्दा पहिला पानी तताउन राख्ने। जुन कालो भाँडाहरु डुब्नको लागि तातो पानीको आवश्यक पर्छ। पानी तातिसकेपछि ठुलो बाटा वा भाँडामा कालो भाँडा डुब्ने गरी तातो पानी हाल्ने र यो सोडा पनि हालिदिने। यो सोडा हालिसकेपछि 15-20 मिनेट तातो पानी सोडा घोलेर कालो भाँडामा डुबाउने। 10-15 मिनेट पछि निकालेर एउटा भाँडा माझ्ने जालीले अलि घोट्ने। हल्का घोटिसकेपछि भाँडा नयाँ भन्दा कम देखिँदैन। हजुरहरू पनि घरमा कालो भाँडा छ भने यसरी नै घरमा बसी नयाँ जस्तै बनाउनुहोस्। मन परे लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनुहोस्। यो चाहिँ हार्डवेयर